प्रचण्डले भने अब रासपा पार्टी पनि हाम्रो पार्टीमा समावेश हुनुपर्छ, नत्र भने ती एमाले काङ्ग्रेसले खुट्टा टेक्छन्। केपी ओलीले भने माधव र प्रचण्डको पार्टीमा 50 पार्टी मिले पनि केही फरक पर्दैन, चुनावको बेलामा काङ्ग्रेस र एमाले गठबन्धन गर्छौं। आगामी निर्वाचनमा प्रचण्डले तराईबाट चुनाव लड्ने जनाएका छन्। अरू विकल्पहरू पनि छन्, त्यो एउटा गोर्खा र अर्को चितवन, जहाँसुकैबाट पनि म उठ्न सक्छु। केपी ओलीले भने प्रचण्ड र माधवको पार्टीमा जति सुकै जोडिए पनि हामीलाई केही फरक पर्दैन, हामीलाई अलिक अप्ठ्यारो पार्ने भनेको एउटा रासपा मात्रै हो। हिजो मात्रै अवकाश पाएका आइजिपी खापङलाई विदेश जान र उपत्यका बाहिर जान रोक लगाइएको छ। जानु परेमा सरकारको अनुमति लिनुपर्नेछ। हिजो मात्रै आफ्नो कार्यकाल पुरा गरेर विश्राम लिएका आइजिपी खापङलाई जेएनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारले विदेश जान र काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको छ।